राजा सहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन। प्रधानमन्त्री सुशीला कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको आग्रह। राजा दल र जेन्जी सहितको सर्वपक्षीय सम्मेलन गरौं। अहिलेकै प्रणालीमा चुनाव गराएर मुलुक अघि बढाउन खोज्नु भ्रम मात्रै भएको नेता लिङदेनको जिकिर। लोकतन्त्रको फ्रेमवर्क भित्र राज संस्थालाई समेट्नु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको भनाई। अब सक्रिय होइन, संवैधानिक राज संस्था आवश्यक रहेकोमा महामन्त्री धवल शमशेर जबराको जोड। राप्रपा र राप्रपा नेपाल बीच एकताको प्रयास अन्तिम चरणमा। प्रधानमन्त्री सुशीला कार्की र भारतीय विदेश अतिरिक्त सचिव महावर बीच भेटवार्ता। निर्वाचनमा सघाउने भारतको प्रतिबद्धता। प्रधानमन्त्री कार्कीको भनाई, यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौ, भ्रष्टाचार विरुद्ध कठोर हुन्छौं। सरकारले सुशासनको पक्षमा तीव्र गतिमा काम गरिरहेको प्रधानमन्त्री कार्कीको जिकिर। 2046 यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको आग्रह। कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता पुस 2 गतेका लागि पेशी तोकियो। कांग्रेस नेता नयन सिंह महरको जिकिर, प्रतिनिधि सभा पुनर्स्थापना माग्दै ऋण दिने निर्णय पार्टीले गरेको छैन। कांग्रेस सभापति शेरबहादुर देउबा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधि सभाको उम्मेद्वार बन्ने। भेट्न जानेलाई देउबाको भनाई, अन्तिम पटक चुनाव लड्छु। जरिवाना नतिर्ने दलले चुनाव लड्न पाएनन्। सर्वसम्मतिको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली। सबैलाई अटाउन विधान पहिलेकै अवस्थामा फर्काउने गृह कार्य। एमाले नेत्री अष्टलक्ष्मी साक्यको आक्रोश, ओलीबाट महिलाप्रति अपमान मात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन। ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने। नेकपा एमालेका सचिव लेखराज भट्टको भनाई। भट्टले भने केपी शर्मा ओलीको विकल्प छैन। एमाले नेता महेश बस्नेतको आरोप, एमाले महाधिवेशन प्रभावित पार्न मन्त्री कुलमान घिसिङले नागढुङ्गा मलिखु सडक बन्द गराए। एमाले महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिँदै पूर्व परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउबा कैलाली 5 बाट उम्मेद्वार सिफारिस। प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस। सर्वोच्च अदालतको आदेश लक्षित। मन्त्री कुलमान घिसिङको प्रतिक्रिया, मैले सकिन भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन। निर्णय लिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्नेमा मन्त्री घिसिङको जोड। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएपछि हितेन्द्र देव साक्यको भनाई, न्यायको जित भयो। अदालतको आदेशपछि मनोज सिलवालको प्रतिक्रिया, म बिदामा छु। राप्रपाकी मधेस सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्च अदालतको आदेश। जेएनजी आन्दोलनमा पूर्व ऊर्जा मन्त्री दीपक खड्काको घरमा तोडफोड प्रकरणमा 3 जना विरुद्ध 7.5 करोडको मुद्दा। टिओबी समूहका तेन्जिनसँग अदालतले माग्यो 5,20,000 धरोठी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाशमा। आज भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस। माइतीघर मण्डलामा प्रदर्शन। 65 वर्षीय आफ्नै बुवाको हत्या गरिएको अभियोगमा दैलेखबाट छोरी पक्राउ। देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्ण रूपमा ठप्प। इन्धनबाट चल्ने गाडीहरू विस्थापन हुँदा सयौं मजदुरहरू पलायन हुने स्थिति आएको नेपाल ट्रेड युनियन महासंघ जीफनका अध्यक्ष विनोद श्रेष्ठको भनाई। ठेक्का रुग्न बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरूको पनि हात रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई। सिंहले भने निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो। रुग्न ठेक्कामा निर्माण कम्पनीलाई धेरै माया गर्न नसकिने सडक विभागको टिप्पणी। कर्मचारीका कारण पनि ठेक्का रुग्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको भनाई। लुम्बिनीमा भारत नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न। सुनको मूल्य 1000 रुपियाँ घट्यो, चाँदीको मूल्य बढ्यो। अन्तर्राष्ट्रिय खबरमा गाजामा इजरायली सेनाद्वारा प्यालेस्टिनी बालिकाको हत्या। कङ्गोले भन्यो, द्वन्द्वग्रस्त पूर्वमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न चाहन्छौं। टर्कीद्वारा हंगेरीमा रुसी ग्यास प्रवाहको ग्यारेन्टी। इन्डोनेसियाको ड्रोन कम्पनीमा आगलागी, 18 जनाको मृत्यु। इजरायली आक्रमणमा 1 वर्षमा मारिए 67 पत्रकार। पाकिस्तानका लागि आईएमएफले स्वीकृत गर्यो थप $1.2 अर्ब ऋण। खेल खबरमा राष्ट्रिय लीग फुटबलमा 17 क्लबले प्रतिस्पर्धा गर्ने। इंग्लिश प्रिमियर लीगमा वुल्भ्समाथि युनाइटेडको सहज जित। देशलाई निकास दिनको लागि, देशलाई भू राजनीतिको चक्रव्यूहबाट निकालेर शान्ति स्थिरता कायम गरेर देशलाई अगाडि बढाउनको लागि चुनाव भन्दा अगाडि नै राजा, राजनैतिक दल र अब अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी, यो पुस्ताको बीच नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्छ। चुनाव अगाडि नै यो नवीन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्छ। हामीले राजा, राजनैतिक दल र जेनजी पुस्ताको कुरा गर्दाखेरि हामीले समग्र देशलाई एक ठाउँमा राख्ने प्रतीकात्मक कुरा गरेका छौँ। राजा भनेको
राष्ट्रिय एकताको प्रतीक हो। राजनीतिक दल भनेको लोकतन्त्र प्रजातन्त्रसँग सम्बद्ध र जेनजी पुस्ता भनेको हाम्रो भविष्य। यो तीनटाको समझदारीबाट देशलाई निकास दिनुपर्छ। त्यसैले म वर्तमान प्रधानमन्त्रीलाई यहीबाट आग्रह गर्न चाहन्छु, तपाईँ यत्रो ठुलो रक्तपातपछि प्रधानमन्त्री बन्नु भएको छ। तपाईँ यो मध्यावधि चुनाव गर्नको लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन, तपाईको काँधमा ऐतिहासिक जिम्मेवारी पनि छ। त्यसकारण राजा, राजनैतिक दल र जेनजी पुस्ताको एउटा सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुहोस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस् भन्ने आग्रह गर्दछु। एउटा पूर्व राष्ट्रपति परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, यो संविधानको संरक्षक पनि भन्छौँ। उहाँलाई सम्मान गरेको रहन्छ। हामी झाँक्री भनेको के हो? यस्तो अपमान गर्न पाइन्छ? एउटा महिलालाई, सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भइसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सक्दैन। यो नेतृत्वलाई गर्नै हुँदैन, तर गर्नुहुन्छ। कसले गर्नुहुन्छ? केपी कमरेडले गर्नुहुन्छ, केपी ओलीले गर्नुहुन्छ। किन? उहाँमा सोचै छैन, महिलाप्रति हेर्ने दृष्टिकोणै छैन। महिलालाई अपमान गरेको गरेछ। यो सबै तमाम कुराहरू भनिराख्नु परेन। त्यसो भएको हुनाले अहिले आधाभन्दा बढी जनसङ्ख्याको हिस्सा महिलाले ओगटिराखेको अवस्थामा महिला हिंसा विरुद्धको यत्रो चाहिँ 16 दिने अभियान मात्र होइन, निरन्तर आवाज उठिराखेको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको यो सबै महिलाहरूको लागि अपमान हो। यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यस्तो नेतृत्व अबको आवश्यकता होइन। महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता होइन र महिलालाई अब मूल्याङ्कन गर्ने नेतृत्व आजको आवश्यकता होइन। एकदम प्रष्ट कुरा। त्यसो भएको हुनाले यो इस्यु चाहिँ अझै जल्दो बल्दो ढङ्गले उठाउनुपर्छ, उठ्नुपर्छ। महिलाहरूले मात्रै होइन, सबै क्षेत्रबाट भन्ने लाग्दछ। नेपालमा अब हामीले एउटा सबै राजनीति भन्दा माथि देशका सबै जात जाति भाषा भाषी धर्म संस्कृतिका मानिसहरूले एउटा एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राज संस्थालाई हामीले पुनः स्थापित गर्नै पर्छ र हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुहोस्। हामीले लोकतन्त्रको फ्रेमवर्क भित्र, डेमोक्रेसीको फ्रेमवर्क भित्र राज संस्थालाई पनि ठाउँ दिनु पर्यो र आधुनिक शक्तिको प्रतीकको रूपमा राजनीतिक दलहरूलाई पनि ठाउँ दिनु पर्यो। यो देशमा गल्ती सबैले गरे, राजनीतिक दलहरूले हजारौं गल्ती गरे, राष्ट्र राज्य नै क्षयीकृत हुने गरेर गल्ती गरे, राजाहरूबाट पनि केही गल्तीहरू भयो, जनताबाट पनि गल्ती भयो। अब यो गल्ती कोट्याएर मात्र बस्ने हो भनेदेखि हामी त मैले पापी पुस्ता भन्ने गरेको छु, जुन पुस्ताले आफ्नो बाबुबाजे बराजुको त्यो पाप र धर्मको नैतिक अवधारणाले बाँध्न पनि सकेन।